रुनु पर्छ कि होइन के भएको यो सो गाइजहरु देख्न सक्नुहुन्छ हाम्रो चाहिँ यहाँ घरमा चाहिँ यसरी म के भन्छ मौरी के भयो ल सो हेलो गाइज वेलकम टु माई न्यू ब्लग आज चाहिँ म साथीको घरबाट ब्लग स्टार्ट गर्दैछु किनभने म चाहिँ यो चाहिँ साथीको चस्मा त्यही हो यहाँ साथीहरू टन्ना मिला ओइ क्यार क्यामेरा त फेरि खतरनाक छ साथीहरूको फेरि फुच्चे भाइहरू छ यहाँ हाम्रो भुन्टे भाइ छ तेरो बाउको साला मा साला यहाँ हाम्रो नेत्रबहादुर गेलाङ यो हाम्रो मेरो भाइ काले बहादुर म चाहिँ रिजन थापा मगर अनि होइन यो चाहिँ मेरो सन्दीप गेलाङ मसराङ मगर यो चाहिँ हाम्रो गाउँ स्पेसल गाउँ हाम्रो गाउँ चाहिँ यस्तो छ घरहरू चाहिँ दामी दामी छ फेरि यहाँ यो त मेरो मेरो मैले पालेको कुकुर यो त फेरि यो स्पेसल हो मेरो कुकुर अहिले बोलायो भने यहाँ आउँछ फेरि लक्की एक बोलाएपछि तुरुन्तै आउँछ यहाँ हिजो 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 यहाँ बस यहाँ बस यहाँ बस यहाँ मलाई ओइ यहाँ यसको नाम के रे लक्की हो यसको नाम लक्की हो मेरो भुटा चट पर्छ मेरो घर फोर यार यो यार मा देखाइरह्यो क्या भन्नु देख यहाँ कस्तो राम्रो देखिरहेछ कुरो होइन साथीहरू जाउँ भित्र यो मासला गर्दा किन आयो ओ बुढाहरू तिमीहरूलाई बल हिँड्दा भने फुटबल खेल्नु पऱ्यो भने जान्छ कि काले हिँड्दै आँखा घुप्टो परेर खेलायो ओ यहाँ यार दाइको भ्लगमा हेलो भन्दै हेलो यो चाहिँ मेरो भाइ आयो फेरि हो नो भ्लग कुत्ता ल यो चाहिँ पागल होला फेरि यो कस्तो साइको होला यो है डिसन छ फेरि यो के भयो ल क्यामेरा यस्तै हो कि होइन गाउँको भाइहरूसँग देश कुरा गर्दा रमाइलो हुन्छ होइन अनि त्यसो चाहिँ अब हेर्ने गर्नु न लास्टसम्म कस्तो रमाइलो हुन्छ तपाईँलाई इन्टरटेनमेन्ट गरेर देखाउँछु म होइन पछिसम्म हेर्दै गर्नु होला मेरो भ्लगको लास्टमा तपाईँहरूलाई के देखाउँछु मेरो गाउँहरूको तपाईँहरूलाई म भ्यू राम्रो देखाइदिन्छु होइन मेरो गाउँ देखाइदिन्छु यता अहिले चाहिँ के भन्दाखेरि यहाँ नयाँ नयाँ घरहरू बन्दैछ होइन मेरो गाउँमा चाहिँ त्यही भएर बलुवा सिमेन्ट के जातिहरू आउँदैछ त गर्दा त घर गएर आइहाल्छु र बोलेर म चाहिँ मेरो चाहिँ भाइहरू फुटबल लिएर आउँछ गेम खेल्दा चाहिँ होइन म चाहिँ एकछिन मोबाइल चार्जमा हालिदिन्छु मेरो घर चाहिँ उहाँ तल छ मेरो घर तल छ होइन त्यही एकछिनमा है म भाइहरूलाई थर्काउँछु एकछिन ल मेरै कसम ल जा गएर आइज सन्दीप जान म चार्ज हाल्दा नि यार चार्ज छैन यार मेरो मोबाइलमा यार यो त मेरो खै देखाउन सो गाइजहरु त्यही हो ए हेर्नु न भाइ मेरो यो त मेरो गाइजहरु साथीहरु हैन ओइ तिम्रो देऊ न तीनजना एउटा पोज दे त यहाँ मैले थम्बनेल लागि त तीनजना सँगै बस्न मिलेर ल 1 2 3 को पोज दे हो ल जा जा अट्याक्डा बलेर आइज अब साथीहरु त्यही हो बलले आएपछि यो गर्छु हामी चाहिँ यही हो त्यही साथीहरु अनि आज चाहिँ अब मेरो अरु साथीहरु त छैन त्यहाँ बल खेल्नलाई बोलाएर थियो तल अनि किनभने हामी म चाहिँ अहिले जान भ्याउँदिन अहिले किनभने दिउँसोको टाइम छ नि त मलाई निन्द्रा पनि लागिरहेको चिन्लाइरहेको त्यही पनि तपाईँको लागि जस्तो तस्तो गरेर भ्लग चाहिँ बनाइदिइरहेको छु अनि भाइहरूले ल्याउँछ बल अहिले चाहिँ एकछिन भाइहरूसँग एकछिन खेल्छु अनि बेलुका चाहिँ त्यहाँ साथीहरूसँग नै हुन्छ रमाइलो हुन्छ बेलुका साथीहरूसँग जानुपर्ने हुन्छ बल खेल्नलाई अनि अब के भन्नु त अब यस्तै हो पानी पर्ने सिजन छ पानी परिरहेछ हैन त्यही हो सो साथीहरु त्यो चस्माको चाहिँ निक्लेर हालत चाहिँ हैन यस्तो भइसकेको छ के यस्तो हेर्नु न यहाँ के भएको यो बिग्रिसकेको छ कि भन्नु मेरो चस्माको हालत सो गाइजहरु केही छैन म बनाउँला नि हामी मेकानिक जस्तै हो गाउँको मान्छे हो जे पनि गरिदिन्छु जे गर्न नि तयार रेडी हैन अहिले यस्तो दामी बनाउँछु तपाईले यतिकै चाहिँ दामी देखाइहाल्दै साथीहरु फेरि मलाई म त फेरि चस्मा नभए भने बिना चस्माको नि यतिको खतरा बनाइदिन्छु मैले हैन
हैन मामा देख्छ खतरनाक हो नि फेरि म त सो गाइजहरु देख्न सक्नुहुन्छ हाम्रो चाहिँ यहाँ घरमा चाहिँ यसरी के भन्छ मौरी थियो हैन हामीले चाहिँ मौरी काटिसकेको छ अनि हामी चाहिँ अब यहाँ मौरीको पुरा मह काटिसकेपछि हेर्नु यहाँ कसरी काटिरहेछ पुरै ल हेर्नु यहाँ सेफ्टी कवच यो एउटा यो एकदम हरामी यो हामी चाहिँ यहाँ मौरी काटेर बसेको मौरीले टोक्छ भने हामी चाहिँ यहाँ साइड साइडमा बसिरहेको छु हैन पर सबैजना यो हो कि यो हरामी योलाई टोक्नु पर्ने यसलाई टोके भए म नाचिदिन्छु भनेको हैन आमाश्री हेलो आइरह मलाई चाहिँ नजिक जानलाई त्यही हो टक्क लागेर खानुपर्ने हुन्छ यहाँ तरकारी पाक्दैछ हाम्रो चिप्ले भेन्टी स्पेसल मसला सोयाबिन हाम्रो आमा स्पेसल लो अनि यता चाहिँ म है ओ त्यही हो अब आज चाहिँ म तपाईँलाई मेरो गाउँ देखाउँछु होइन सो अनि गाउँमा चाहिँ लाइन आएन किनभने पानी परेछ मेरो प्रब्लम पनि भइरहेको छ यहाँ साथीहरू जङ्गल गएर हालत देख्न सक्नुहुन्छ यहाँ होइन यस्तो पुरा यो चाहिँ अर्ग्यानिक तरकारी जग्गाबाट ल्याएर च्याउ ल्याएर हामीले चाहिँ होइन यसरी बनाउँदैछु यो साथीको यो चाहिँ मेरो चाहिँ घरमा छ होइन मेरो चाहिँ घरमा छ अनि अहिले चाहिँ रात पनि पर्न लागिसक्यो मेरो चाहिँ 2-3 दिनको भ्लग एकै ठाउँमा मिसेर आउँछ किन भन्दाखेरि म चाहिँ गाउँमा भएको कारण त्यति भ्लग बनाउनु पाएन नेटवर्कहरू राम्रो छैन त्यही भएर भ्लग एडिट गर्न पाएन म एकैचोटि यो मिल्यो भने भोलि कि नभए एकैचोटि काठमाडौँ गएपछि म हाल्छु होला यो भ्लग चाहिँ होइन सो तपाईँहरू देख्न सक्नुहुन्छ यहाँको चुलाहरू यस्तो हुन्छ यस्तो चुला हुन्छ होइन यहाँ उयो अर्को यस्तोवाला नै हुन्छ यो ढुङ्गाको सो यस्तो बनाउँछ यो चाहिँ साथीको घर हो म त मेरो घर पनि देखाइसकेँ तपाईँहरूले देखाउँदै त्यही अब एकछिनमा चाहिँ म के भन्छ म काठमाडौँ जाँदैछु नि त हो अनि काठमाडौँ जानु बेलामा अब वरपरको छिमेकी यहीँ गाउँको कोही आफ्नो मान्छे पनि छ काठमाडौँमा अनि काठमाडौँमा आफ्नो मान्छेको लागि केही सामानहरू लगिदिनको लागि अब सामान लिन जानु लागिरहेको छु म अहिले चाहिँ फिलहाल अनि म चाहिँ पर्सि चाहिँ उता जाने हो काठमाडौँ म चाहिँ अनि आज मेरो रिजल्ट हो क्या गाइजहरू अनि के गर्ने रिजल्टमा फेल भइदियो म एउटा विषय आयो मलाई इङ्ग्लिस रुनु पर्छ कि होइन चल ठिक छ केही छैन म रिक्जाम दिन्छु साथीहरू केही छैन यस्तो भनेको जिन्दगीमा आउँछ जान्छ कहिले पनि आफूले हार खानु हुँदैन होइन त्यही हो मेरो चाहिँ अब के छ र भन्न चाहिँ यति हो अहिले अब बाँकी चाहिँ माथि जाने बेला भेटौँ है साथी र म चाहिँ जाने माथि अब जाउँ भनेको साथी अब यहाँ के गरे अब यहाँ अर्ग्यानिक ताराले मोबाइल हेर्दैछ ठ्याक्कै 7 बजे चाहिँ यहीँ हाम्रो चाहिँ च्याउ ठ्याक्कै 7 बजे चाहिँ टाइम चाहिँ देख्न सक्नुहुन्छ साथीको आइफोन फेरि होइन यस यस र साथीहरू अब एकछिन भेट्छौँ हामी चाहिँ माथि के भन्छ बल्ल डाँडा भन्ने ठाउँमा जाने बेलामा भेट्छु तपाईँहरूलाई मेरो ठाउँको नाम चाहिँ यसलाई ठुलो गाउँ भन्छ तर यो सबै ठाउँ मिलाएपछि चाहिँ यसलाई चाहिँ रातमाटे भन्नुपर्छ है अझै तपाईँहरू देख्न सक्नुहुन्छ हाम्रो ब्रोइलर कुखुरा हाम्रो गाउँहरू यो चाहिँ हेलो हेलो अरे के छ फरक होला ल ल छ ल ठिक छ हेलो के छ सन्देश खाना ल ल ल रिचार्ज दिनु जल्दी करो छ कि छैन 50 को ल्याएर म त अब खाना खाएर जाने बस आउँदैछ बस 15 रुपैयाँ आउँछ त्यहाँ 15 रुपैयाँ 7 रुपैयाँ 7 रुपैयाँ बाटो नेपाली बे बढी छ त्यहाँ पैसा हेटौडाका बस गाउँमा आयो के हो यस्तो पार है गर्नु न कति 45 रुपैयाँ हुनुपर्छ यहाँ होइन गर्नु ल ल न रिचार्ज 3 4
हुनुहुन्छ हाम्रो अर्ग्यानिक च्याउ पकाइ ल ल ल डल्ले हाल्ने 2 पक्ला ला फेरि झाऱ्यो अरे ल 3 पक्ला भयो एउटा त देख्नुहुन्छ करै सानो भयो तर च्याउ धेरै भयो अलि सुकेपछि यो थोरै हुन्छ यस्तो आगो बल्ला चाहिँ मस्तले देख्न सक्नुहुन्छ बेस्थले स्पेसल ताराले लुज्जा ल साथीहरू अब यहाँ चाहिँ गफ गऱ्यो थोरै भ्लगमा देखाउनु मन लागेन अब साथीको घर गएर जान्छु साथी घरबाट ओइ 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 बाटोको हालत खराब छ बत्ती बाल्नु पर्ने छ ए हामी यहीँ माथि हो होइन उ त्यहाँ पुगेर आउनुलाई बल्डारा हेलो गाइस र हामी चाहिँ यस्तो मकै गाडीमा हिँड्छौँ हामी चाहिँ मकै गाडी हिँड्नु पऱ्यो साथीहरू पुऱ्यो होइन यस्तो मकै गाडी चाहिँ यहाँ गाडी घना बाटो देखेन हौ गयो बाल्न बत्ती नै चार्जै छैन एक वर्ष मात्रै डोन अनि मेरो गाउँ हो यार यिनीहरूले यसले यस्तो जग्गा भन्नुभएको छ मेरो गाउँलाई त्यही त है आफ्नै गाउँ आउँदैछ झन् हेरे भन्नुसँग भनेको छैन मलाई यसले त के गर्नु होला म आफ्नो चाहिँ यहाँ इमर्जेन्सी काठमाडौँ जानुपर्ने भइरहेको मलाई चाहिँ यहाँ केही दिन गाउँमै बस्छौँ होइन घरमा काम सघाइदिउँ साथीहरूसँग घुलमिलौँ राम्रोसँग नै बस्नु पनि पाएन कि म खासमा भन्दाखेरि चाहिँ आइहाल्यो 1-2 दिन बस्यो त्यो पनि घरमै बस्यो साथीहरूसँग धेरै घुम्न पाएन मतलब कि गाउँमा अब राम्रोसँग गफ गर्नु पाएन कोही किनभने मेरो यहाँको साथी गाउँको साथीहरूको के भन्छ के अरे कलेज चलिरहेको नि त इक्जाम त्यही भएर हो अनि त्यही हो अब अहिले चाहिँ हामी सामान लिन जाँदैछु म पर्सि जानको लागि अघि पनि भनिसकेको छु मैले अनि यहाँ चाहिँ अलिकति हुन्छ बुझायो अथा बोलायो सन्जितलाई छ त्यहाँ हेलो गाइस हामी चाहिँ सामान लिएर आइसकेको छौँ देख्न सक्नुहुनेछ अदुवा अनि यहाँ चाहिँ एक बोतल घिउ छ स्पेसलवाला अदुवावाले अनि सो साथीहरू हाम्रो चाहिँ आज रमाइलो पनि छ होइन तल रमाइलो पनि गर्नु जानुपर्ने छ अनि यसो रमाइलो पनि गर्नु जाँदैछौँ हामी भन्नु पर्दैन सो साथीहरू आज यति नै हो भिडियो अब बाँकी भिडियो चाहिँ नेक्स्ट भिडियोमा भेटौँला एकचोटि काठमाडौँ गएपछि हामी होइन एकचोटि काठमाडौँ गएपछि भेटौँला अब नयाँ भिडियोमा सो आजको लागि यति नै हस् धन्यवाद म बिदा हुन चाहन्छु